नमस्ते मेरो प्यारा साथीहरू, मेरा आफन्तहरू। अस्ति म खरसाङ जाँदाखेरि खरसाङमा भिडियो बनाएँ है, चिम्नीमा बनाएँ। त्यसको बादमा म फर्केर आउँदाखेरि चाहिँ मेन रोड भएर पुरानो रोड जो हिलकाट रोड छ है, त्यो रोड हुँदै तिनधारेबाट घुम्दै आउँदाखेरि चाहिँ बिचमा हाम्रो स्मृति वन आउनुभन्दा अगाडि यो एउटा ठाउँमा आइपुगेको म। अनि यो ठाउँमा मैले त्यहाँनिर चियाहरू पनि खाएँ है, सानो रेस्टुरेन्टहरू पनि रहेछ, टुरिस्टहरू पनि आएर बस्दो रहेछ। त्यहाँ आएर बस्दाखेरि चाहिँ यो ठाउँहरू देखेँ है, रोडहरू पहिला तल थियो, अब अहिले माथि आएको रहेछ। अनि यो तपाईँहरूले देख्नु पनि भएको होला यो ठाउँ, यो कहाँ हो भन्दाखेरि चाहिँ यहाँ तपाईँले हेर्नुहोस् है, यहाँनिर चाहिँ हाम्रो दाजुहरूले दिदीहरूले सानो मजाको रेस्टुरेन्टहरू है यसरी राख्नुभएको रहेछ। अनि यहाँ टुरिस्टहरू आएर उहाँहरूलाई अब धेरै सुन्दर फोटोहरू पनि खिच्दै रहेछ त्यहाँनिर, तपाईँहरूले त्यहाँ देख्न सक्नुहुन्छ है। जो टुरिस्टहरू छ उहाँहरूले फोटोग्राफी पनि गरिरहेछ। अनि यहाँ माथिल्लोपट्टि चाहिँ एउटा ठुलो ढुङ्गा रहेछ। अनि त्यो ढुङ्गाको छेउमा चाहिँ बर्खामा हो भने चाहिँ यहाँनिर ठुलो पानी आउँछ होला है, झरना जस्तो देख्दो रहेछ। अनि यहाँ मजाले यसरी झन्डाहरू पनि लगाएर धेरै सुन्दर तरिकाले चाहिँ यसलाई सिँगारेर राखेको रहेछ। अनि मलाई एउटा के खुसी लाग्यो भने यहाँनिर यस्तो ठाउँमा पनि टुरिस्टहरू आएर बसिदिँदाखेरि है, हाम्रो स्थानीय गाउँको दाजु दिदीहरूलाई पनि एउटा आफ्नो जीविका आर्जन गर्ने तरिका पनि हुन्छ होइन। अनि मैले यहाँ बसेर यो आलु मिमी पनि खाएँ, किनभने म पनि धेरै सफर गरिसकेर थाकिसकेको थिएँ। अनि त्यहाँ दाजुहरूसँग बात मार्दै त्यहाँ बसेँ है। अनि उहाँहरूले भन्नुहुँदै थियो यो रोडको बारेमा, धेरै अब पुरानो कुराहरू पनि गर्नुभयो। 1 नम्बर लुप, 2 नम्बर लुपहरू कसरी हरायो, के कारणले हरायो है, कसरी पहिरो गयो, त्यो सबै चिजहरू चाहिँ यहाँ दाजुहरूलाई थाहा रहेछ, किनभने दाजुहरू यहीँको बासिन्दा, सानोदेखि देखेको रहेछ। अनि यो ठाउँमा चाहिँ मलाई यसरी भिडियो गरेर चाहिँ हजुरहरूलाई देखाउनु मन लाग्यो, किनभने अहिले धेरै हाम्रो दार्जिलिङको जति पनि हामी बासिन्दाहरू छौँ यो रोड त्यति हिँड्दैन, किनभने त्यो रोहिणी अनि पङ्खाबारी रोड भन्दा यो धेरै लामो पर्छ। तर रोड चाहिँ एकदम सुन्दर छ है, दमसाइलो पनि छ, त्यस्तो एक्सिडेन्ट हुने त्यस्तो खतरा पनि छैन। र पनि अब हामीलाई चाहिँ छिटो चाहिन्छ, छिटो हिँड्नुपर्ने हामी। अनि हामीलाई कहिले छिटो दार्जिलिङ पुगौँ है, सिलगढी पुगौँ भन्ने हिसाबले हामीले सर्टकट बाटोहरू हामी ज्यादा जस्तो युज गर्छौँ। तर यो बाटोमा हेर्नुहोस् यस्तो सुन्दर ठाउँहरू रहेछ, मलाई चाहिँ एकदम मन पर्यो। त्यसले गर्दाखेरि अब यो भिडियो अलिकति रेकर्ड गरेर चाहिँ हजुरहरू समक्ष राख्नु पर्यो भनेर सोचिरहेको थिएँ। हुन त मैले यो भिडियो अस्ति नै रेकर्ड गरेको हो, तपाईँले त्यहाँ हेर्नु पनि भयो होला। हाम्रो खरसाङको सिमेट्री है, खरसाङ माथि रेलवे स्टेसनको इतिहास त्यही दिनै गरेको मैले युट्युबमा अपलोड गरिसकेको छु त्यो भिडियोहरू। त तपाईँले हेर्नुभएको छैन भने हेर्नुहोस्, धेरै सुन्दर छ त्यो भिडियो पनि। अनि त्यही दिन म तिनधारे भएर आउँदाखेरि चाहिँ यो भिडियो पनि रेकर्ड गरेको हो। हेर्नुहोस् न, हाम्रो पहाडको हरियाली, नेचर, यो सबै चिजहरूमा चाहिँ हाम्रो पुर्खाहरूको ठुलो योगदान छ। म हमेसा हाम्रो पुर्खाहरूलाई मेन्सन गर्छु, किनभने जति सुन्दर ठाउँहरूमा हामी अहिले घुम्छौँ आफ्नो परिवारसँग, आफ्नो साथीभाइसँग, इभन टुरिस्टहरू आएर यो ठाउँलाई धेरै रोचक है, धेरै मन पराउनुहुन्छ। यो सबै चिजहरूमा चाहिँ हाम्रो पुर्खाको धेरै ठुलो योगदान छ। ब्रिटिस कालमा यो ठाउँ त अब एउटा जङ्गल हो नि त, घना जङ्गल हो है। त्यस्तो ठाउँमा पनि यस्तो सुन्दर अहिले हामीले यो हेरिरहेछौँ, यति सुन्दर हरियाली, झरनाहरू है। मलाई त्यसले गर्दा पनि तपाईँहरूलाई देखाउनु मन लाग्यो। हुन त यसमा त्यस्तो केही इतिहासहरू मैले मेन्सन गरेको छुइनँ, तर यो हाम्रो पहाडको एउटा सुन्दर ठाउँ हो। अनि मलाई अर्को खुसी लागेको चाहिँ यहाँ हाम्रो दाजु दिदीहरू है, उहाँहरू यहाँ बसेर आफ्नो जीविका चलाइराख्नु भएको छ। यो पनि एउटा राम्रो माध्यम हो नि त। त्यसले गर्दाखेरि हजुरहरूलाई अब यो ठाउँको बारेमा देखाएँ। तपाईँहरू कुनै दिन त्यो साइडमा जानुहुन्छ भने है, स्मृति वन कटेपछि, सिलगढीबाट जाँदा स्मृति वन कटेपछि चाहिँ 10 मिनट जस्तोमा चाहिँ यो ठाउँ आउँछ। तपाईँहरू पनि गएर त्यहाँनिर हेर्नु होला है, हाम्रो दाजु दिदीहरूको रेस्टुरेन्टतिर केही खाइदिनु होला, किनभने उहाँहरू बिहानदेखि बेलुकासम्म यहाँ बस्नुहुन्छ आफ्नो परिवार पाल्नुको लागि है। यो सानो कुरोहरूमा धेरै खुसीहरू छ के। मलाई चाहिँ यो ठाउँ एकदमै मन पर्यो। हजुरहरूलाई कस्तो लाग्छ एकपल्ट हेर्नुहोस् है।
अनि अरू ऐतिहासिक भिडियोहरू हेर्नु चाहनुहुन्छ भने मेरो माउन्टेन भ्यू 79 च्यानलमा तपाईहरुले गएर हेर्नु पनि सक्नुहुन्छ। धेरै ऐतिहासिक भिडियोहरू मैले अपलोड गरेको छु। आजको यो एउटा छोटो हाम्रो पहाडको ब्लग तपाईहरुलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने आफ्नो साथीभाइहरुलाई पनि शेयर गर्नुस् है। ल हुन्छ, नेक्स्ट टाइम फेरि भेटौं। धन्यवाद।